आज चाहिँ म उमी हेरेर आएको एकैछिन टाइम चाहिँ त्यही भएर खाना पनि खासैन अब खाना पनि हुन्छ उहाँ चाहिँ मेरो बुढा नजिस्काउनु न मैले चाहिँ अब बोलेको होइन उहाँले जिस्काइरहनु भएको छ हामी चाहिँ आज बिदा भएर यसो हावा खाइरहेको त्यो चाहिँ ट्रेन जाने बाटो रहेछ होइन त्यो ट्रेन आउँछ यो चाहिँ ढुङ्गा यो चाहिँ यहाँ कस्तो ढुङ्गा हो यो माछा त्यहाँ बसेर माछा मार्ने कस्तो खालको ढुङ्गा हो यो टन्नै छ है यही नै हो अरू के बोल्नु होला म त केही जानेन मान्छेहरू पत्र 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 बोला बोली गर्छ यो ढुङ्गा त्यसपछि त्यो चाहिँ कस्तो ढुङ्गामा के हो त्यो हाल जस्तो ट्रेन जस्तो के हो त्यो के टाँसिएको है सोलर पनि रहेछ ढुङ्गामा सोलर पनि हुँदो रहेछ ल ल देख नेक्स्ट ल सोलर देख्नु ल सोलर देख्नु ल कहाँ छ ल चार आँखाले सोलर देख्नु त चार आँखाले सोलर देख्नु त ल छिटो कहाँ मैले देख्नु जापानको हालत यस्तै छ यहाँ चाहिँ बस पास कति धेरै हो गाडी यहाँ त सबैजना गाडी चढी हिँड्छ कि हाम्रो बुढोलाई नि एउटा गाडी किन्नु न भनेको मान्दै मान्नु भने यो चाहिँ नेपालको जस्तै सल्लाहको बोर्ड यहाँ पनि हुँदो रहेछ
यो चाहिँ जापानको तरकारी लाउने ठाउँ हो।